का दरले कमाएका छन्। खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा। शिवम सिमेन्ट This revolution that happened without the press. Do you think बच्चा गएर गोली खानुमा the press is the first culprit? It makes life worth. This is once upon a time यहाँबाट सुरु हुन्छ अगाडि गर्न थाले हामीबाट सुरु यो नअगाडि केही पनि We don't want the republic. We want Nepal first. अहिले यो जुन हामीलाई इतिहासले मौका दिएको नै नेपाललाई फेरि एक हुन मौका दिएको हो नि एउटा झण्डा नेपाली झण्डा एउटा फोटो प्रेसिडेन्ट सरको फोटो एउटा किताब दिव्य टोरी one flag one person one hero one solution is there 24 year साइकलमा प्यालेस म्यासेकरबाट सुरु भएको कथा पार्लियामेन्ट म्यासेकरमा आएर सिद्ध्याछ and hence we are entering the new stage of Nepalese direct democracy. अब यो पार्टीको थ्रु डेमोक्रेसी प्र्याक्टिस गर्ने हैन हामी आफै प्र्याक्टिस गर्छौं डिरेक्ट कसरी सम्भव छ The Bravo Delta Show Season 3. शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा। अबको पालो दुनियाँको खबर। हङकङको एक अग्लो आवासीय भवनमा आगलागी हुँदा 13 जनाको मृत्यु भएको छ। हङकङको ताइपो क्षेत्र स्थित एक आवासीय क्षेत्रमा भीषण आगलागी भएको हो। हङकङको वाङसोङ कोर्ट हाउसिङ कम्प्लेक्समा भएको आगलागीमा अन्य 28 जना घाइते भएका छन्। स्थानीय समय अनुसार 2:51 जाँदा आगलागी सुरु भएको थियो। त्यस लगतै अग्नि नियन्त्रकहरू खटिएका थिए। मृत्यु भएका मध्ये 1 जना अग्नि नियन्त्रक पनि छन्। आगलागी नियन्त्रणमा लिनका लागि 750 भन्दा बढी अग्नि नियन्त्रकहरू खटिएका छन्। केही व्यक्तिहरू अझै आगलागीमा फसेको अनुमान गरिएको छ। मर्मतका लागि लगाइएको बाँसको स्काफोल्डिङबाट आगो अन्य भवनमा समेत फैलिँदै ठूलो क्षति भएको अधिकारीहरूले बताएका छन्। यसैबीच चीनिया राष्ट्रपति सी जिनपिङले ताइपोमा भएको भीषण आगलागीका पीडितहरूप्रति दुःख व्यक्त गर्दै आगो निभाउन र आगलागीबाट हुने हताहती र क्षतिलाई कम गर्न सक्दो प्रयास गर्ने निर्देशन दिएका छन्। आगलागीपछि आवासीय भवनमा बस्दै आएका 700 भन्दा बढीलाई उद्धार गरेर ताइपो जिल्ला कार्यालयले स्थापना गरेको 5 सामुदायिक शिविरमा राखिएको छ। अबको पालो एबी न्यूज एट स्पोर्ट्स। नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले दोस्रो जित निकालेको छ। कीर्तिपुर स्थित 3D क्रिकेट मैदानमा बुधबार भएको खेलमा चितवनले विराटनगर किङ्सलाई 48 रनले पराजित गरेको हो। चितवनले दिएको 175 रनको लक्ष्य पछ्याएको विराटनगरले 16.5 ओभरमा सबै विकेट गुमाएर 126 रनमा अल आउट भयो। जितसँगै चितवनले 3 खेलबाट 4 अङ्क पुर्याएको छ। विराटनगरको भने यो पहिलो हार हो। 4 खेलबाट 6 अङ्क बटुलेको विराटनगरले भने शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ। विराटनगरका मर्चेन्डी लिङ्गेले सर्वाधिक 39 रन बनाए। चितवनका रजितले सर्वाधिक 5 विकेट लिए। 4 ओभर बलिङ गरेका उनले 21 रन खर्चिएर 5 विकेट लिएका हुन्। यस्तै कमल सिंह ऐरीले 2 तथा सोहेल तानवीर
सैफ जैब र कुशल मल्लले समान 1 विकेट लिए। त्यसैगरी टस हारेर पहिला ब्याटिङ थालेको चितवनले 5 विकेट गुमाउँदै 174 रन बनाएको थियो। चितवनका लागि रवि बोपराले सर्वाधिक 65 रन जोडेका थिए। विराटनगरका सन्दीप लामिछाने र मर्चेन्ट डी लेङ्गेले समान 2 विकेट लिए। अब पालो खास खबरको। प्रधानमन्त्री सुशीला कार्कीले सचिवालयमा सहयोगीहरूको संख्या घटाएकी छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सचिवालयमा हाल रहेका 20 जना मध्ये 6 जना मात्र राखेर अन्य 14 जनालाई हटाउने निर्णय भएको जानकारी गराएको हो। जेनजी लगायत पक्षबाट उठाएका प्रश्नलाई लिएर प्रधानमन्त्री कार्कीले सचिवालय र विज्ञ समूहको आकार घटाउने निर्णय गरेकी हुन्। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पेरिस परेको छ। मङ्सिर 11 गतेका लागि तय भएको बैठक मङ्सिर 12 गते दिउँसो 2 बजेसम्मका लागि सरेको केन्द्रीय कार्यालयको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन्। अबको पालो एभिन्यूज एट मौसम। एभिन्यूज एट मौसमको साथमा पछिल्लो 24 घण्टामा देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। बिहिबार कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहे। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमानमा शाखाले जनाएको छ। बुधबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 18 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 7 डिग्री सेल्सियस मापन गरियो। आज देशभरको मौसम कस्तो रह्यो त? हेरौँ देशका विभिन्न स्थानको मौसमी अवस्था। बुलेटिनको अन्त्यमा अहिलेसम्मका मूल खबर। महाधिवेशनको विषयलाई लिएर नेपाली कांग्रेसमा खिचलो कायमै। नयाँ नीति र नेतृत्वका साथ निर्वाचनमा जान नेतृत्वलाई दबाव। निर्वाचन संयोजनका लागि दल दर्ता गर्न 4 दिन म्याद थप। आयोगमा हालसम्म 106 वटा दल दर्ता। कैलालीको धनगढीमा एमाले निकट युवा संघद्वारा जेनजी युवाहरूमाथि कुटपिट। 2 जना घाइते, प्रहरीले पनि सुरक्षा नदिएको आरोप। हङकङको ताइपो स्थित आवासीय भवनमा भीषण आगलागी। 13 जनाको मृत्यु, 28 जना घाइते। र नेपाल प्रिमियर लिगमा चितवन राइनोजको दोस्रो जित। विराटनगर किङ्स 48 रनले पराजित। अहिलेको लागि एभिन्यूज खबर यति नै। लगायत एभिन्यूज खबरका अन्य खबरहरू www.avenews.tv मा हेर्न, पढ्न र सुन्न सक्नुहुनेछ। खबर भित्रको खबरका लागि हेर्दै रहनुहोला एभिन्यूज खबर। नमस्कार। एभिन्यूज एट खबरको साथमा बोरोप्लस आयुर्वेदिक एन्टिसेप्टिक क्रिम परिवारमा बोरोप्लसको साथ खबर अझ खुलस्त, दृश्य अझै प्रष्ट र स्पष्ट। खबरको प्रश्न कमियोका साथमा मार्बल फाइनेन्स सिस्टम्स ड्रिभन बाई एक्सलेन्स नेपाल
सब हुन्छ। प्रमुखहरूले गयो, तपाईँले राजीनामा नगरेसम्म तो इसी देशप्रति एकातिर भय देखाएको छ यसो कर्म नगर भनेर, अर्कातिर जो ईश्वरीय गुण रूपी दूधलाई अरुण छोडिदिनुहोस् तपाईँको भोलिको हर पलको साथी सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ। कल्पना गरिरहेछ त्यो जो भावना हो, त्यो भावनाले यसलाई महान बनाउँछ। त्यसैले यी सब समस्त बहुत बढ़िया जॉब प्लेटून, आप जाके आराम कर सकते हैं। शुक्रिया मेरे कमोडोर। निकोलस, अगर आज के मिशन की वजह से तुम्हें अपने भाई की याद आई हो तो आई एम सॉरी। मैं ठीक हूँ कमांडर। in the air, out of the park. देवमाको कन्या के लिए मनुष्य के भएको छ भने कन्या खोज्नुपर्ने हुन्छ कुण्डलीको हिसाबले अर्को कुरा पनि मलाई त एकदम मन पर्छ। नमः शिवाय आजै हुन नसक्नु नै तनाव मेरो दिदी हुनुहुन्छ उनीहरूको प्रधानमन्त्री र शेरबहादुर देउवा का दौरा तो शंकराचार्य जी कहते हैं आत्मा अकर्ता है, यानी ब्रह्म अकर्ता है। अच्छा, ज्ञान स्वरूप है, ज्ञाता नहीं है। और वेद कहता है एक ही दृष्टा, सत्ता, श्रोता, घ्राता, मन। मेरो र म छु दोषभन्दा बाहिर पनि होइन तर के भने त्यो समय अनुसार परिवर्तन त हुन्छ नि, तर अनि एउटा जेनेरेसनले अर्को जेनेरेसनलाई स्वीकार्न पनि सिक्नु पर्यो। हामीले उनीहरूलाई स्वीकारेर मोटिभेट गर्नु पर्यो, गाली गरेर मोटिभेट हुनु। त्यो फेरि म चाहिँ त्यो होइन, त्यो शिक्षाको अर्को उहाँ चाहिँ के छ भनेदेखि नयाँ जेनेरेसनले पनि पुरानो चाहिँ सबैले हिजोको भन्नु हुँदैन, त्यो पनि उहाँले पनि सिक्छु भन्ने चाहना चाहिँ राख्नु पर्यो। किनभने जस्तो भन्छ नि हामीलाई अधिकार चाहियो कर्तव्यको थाहा पाउँछ। If I want authority, I must have accountability. मैले मेरो ड्युटी थियो त्यो देख्ने, अनि मलाई चाहिँ मेरो अधिकार चाहियो भनेर बाबुआमासँग माग्नु पनि भयो। तर मलाई राम्रो लागेको चाहिँ यहाँ भन्नु म चाहिँ 9-10 वर्षदेखि नै कमाउनु सुरु गरेँ भनेर भन्छौँ नि,
अहिले अधिकार किनभने चाहिँ अहिले अधिकारको कुरा गर्दाखेरि होइन महिला अधिकारको कुरा आउँछ महिला सशक्तिकरणको कुरा आउँछ मैले चाहिँ के पाएको छु र जहिले चाहिँ होइन प्राइभेटली पब्लिकली पनि भन्छु कुनै पनि इम्पावरमेन्टको सुरुवात भनेको इकोनोमिक इम्पावरमेन्टबाट हुन्छ जब आफै सशक्तिकरण हुन्छ अनि त्यसपछि महिलाले चाहिँ अरू होइन मेरो अधिकारी हो भने यो जब चाहिँ अरूले पैसा दिएको माथि जिन्दगी चल्छ भने धेरै गाह्रो हुन्छ त्यो आफ्नो इम्पावरमेन्ट गर्न गयो भने यहाँको उदाहरणबाट त्यो बेलामा यो बेलामा पनि होइन अमाउन्ट इम्पोर्टेन्ट होइन म गरिरहेको छु म चलाइरहेको छु मेरो कमाइमा म चलिरहेको छु द्याट इज द मोस्ट इम्पोर्टेन्ट पार्ट हो त्यो पनि हो किनभने कुरा एउटा कुरा के भने हामी नारी जातिहरूले नारी होस् या पुरुष सबैलाई लानुहुन्छ कि यो कुरा अगाडि बढ्नका लागि सक्षम हुनका लागि आर्ट फ्यासन अब साधना एकदमै जरुरी छ के पछाडि हट्ने बहाना खोज्छौँ हामी चाहिँ कहिलेकाहीँ मैले धेरै मेरो सहकर्मी साथीहरूलाई पनि भन्छु कि त्यसले त्यसो भन यसो भयो अर्काको सोचले किन दोहोरिने तिमी तिम्रो सोचले दोहोरियो अचार त्यस्तो चुप सोध्छौ नि अचार दिमागभित्र किन पस्ने आफ्नो सोचले अगाडि बढ्ने ताकि अगाडि बढ्नका लागि पछाडि हट्ने बहाना नहोस् त्यो पछाडि हट्ने बहाना जब हामी खोज्दैनौँ नि त्यसरी न आर्थिक